हाय ल हेलो साथीहरू, मैले चाहिँ आज सिम्पल चटपटेको रेसिपी लिएर आइसकेको छु। यो चाउचाउ र अन्डा चाहिँ किन देखाएको भन्नु होला। यो चाहिँ मैले मेरो मम्मीको र छोरीको लागि रेडी गरिदिएको थिएँ। मलाई चाहिँ सादा थोरै कुराहरूबाट बनेको चटपटे मनपर्छ। मेरो चाहिँ बाबु अहिले अलिक सानै छ, त्यही भएर चाहिँ मैले खुर्सानी चाहिँ अलिक कम नै राखेँ। त्यसपछि मैले काटेको प्याज, चना, आलु, धनियाँ अनि कुरकुरे र चाउचाउ हालेर त्यसलाई मोलिदिएँ। अनि मैले त्यसमा एक बाउल भुजा एड गरेँ। भुजा एड गरिसकेपछि फेरि त्यसलाई राम्रोसँग चलाइदिएँ। अनि त्यही चाउचाउमा भएको नुनलाई त्यसमा एड गरेँ। त्यसपछि घरमै बनाएको चटपटे मसला र थोरै नुन राखिदिएँ मैले त्यसमा। अनि त्यसपछि थोरै चुक, आफूलाई कति मनपर्छ त्यही अनुसार थोरै चुक राखेँ मैले चाहिँ। अनि त्यसपछि गिरो सस एड गरेँ। गिरो सस राखिसकेपछि त्यसलाई मैले मजाले मोलिदिएँ। मोलेको भिडियो चाहिँ बनाउनु पाइनछु। मोलिसकेपछि चाहिँ मेरो चटपटे रेडी भयो। ब्याकग्राउन्डमा चाहिँ हजुरहरूले मेरो बेबीको र मामुको आवाज सुन्नुभएको छ, त्यसलाई चाहिँ इग्नोर गरिदिनु होला। हजुरहरूलाई मेरो चटपटे रेसिपी कस्तो लाग्यो कमेन्ट गरिदिनु है त। बाई बाई।